आज लुम्बिनी प्रदेशको महिला समितिको गठनलाई छोडेर पनि यो अवसर पाएको छु। यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। र बागेश्वरी मन्दिरका मठाधीश हाम्रो गुरुज्यू आजको प्रतिष्ठामा सहयोग गरेर जुन गुरुजीहरूले वाचन गर्नुभयो यो कुराहरू सुन्दाखेरि हामीलाई एकदमै आनन्द लागेको छ। उहाँ गुरुजीहरू र यो विकास समितिका यो वार्डका बासिन्दाहरू र यो विभिन्न सङ्घ संस्थाहरूबाट आउनुभएको महिला दिदीबहिनीहरू सबैलाई मेरो नमस्कार, जय नेपाल। धेरै कुरा नगरिकन म के भन्न चाहन्छु भने म आफू पनि पूजा गर्दै त हिँड्दिनँ, तर ममा भगवानको आस्था छ। भगवानप्रति आस्था राख्ने व्यक्ति कहिल्यै निराश हुन्न भन्ने कुरा म आफूलाई आत्मसात गरेको छु। हामी सबै भगवानको एउटा लीला हो। हामी जन्मन्छौँ भगवानकै कृपाले। यो संसारमा हामीले जे कर्महरू गर्छौँ त्यो भगवानकै कृपा हो। र हामीले यो गऱ्यौँ त्यो गऱ्यौँ भनेर हामीले आफूलाई ठुलो भन्दा पनि अघि गुरुजीले भने जस्तै जे गर्छौँ भगवानकै कृपा भएर मात्रै गर्न सकेको हो भन्ने कुरा मलाई लाग्दछ। त्यही कुरालाई आत्मसात गर्दै लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै गर्दा साथीहरूले अघि भनिसक्नुभयो, वार्ड अध्यक्षज्यूहरूले भन्नुभयो प्रदेशको प्रतिनिधित्व भएन, प्रदेशले सहयोग गरेन भन्दाखेरि पनि म यहाँ के कुरा राख्न चाहन्छु भने अहिले हाम्रो तीन तहको सरकार छ। यो कुरा पनि हामीले बुझ्न जरुरी छ, किनभने हामी कुन तहमा छौँ भन्ने कुरा पनि हामीले बुझ्यौँ भने बल्ल अरूलाई औँला उठाउनु भन्दा हामीले आफैलाई चाहिँ सच्याउन सकिन्छ भन्ने कुरा म राख्न चाहन्छु। किनभने लुम्बिनी प्रदेश 3 तहको सरकारमा स्थानीय सरकार छ, प्रदेश सरकार छ र सङ्घीय सरकार छ। लुम्बिनी प्रदेशको हकमा हामीले लुम्बिनी स्तरको मन्दिरहरू, मठ मन्दिरहरू र ऐतिहासिक मन्दिरहरूलाई लुम्बिनी स्तरकै रूपमा उहाँहरूलाई विकास गरिरहेका छौँ। जस्तो कि स्वर्गद्वारी तपाईँको त्यो एउटा ऐतिहासिक ठाउँ हो। हामीले बागेश्वरी मन्दिरलाई ठुलो लगानी गरेका छौँ। अहिले मैले गुरुजीसँग पनि कुरा गरेँ, भइरहेको छ, विकासको कामहरू भइरहेको छ। लुम्बिनी प्रदेशबाट कति बजेट आएको छ, कति भइरहेछ भन्ने कुरा हामी यहाँको नागरिक भएर पनि त्यहाँ गएर बुझ्न सक्छौँ। लुम्बिनी प्रदेशले विकास नगरेको होइन, 12वटै जिल्लामा ऐतिहासिक मन्दिरहरूलाई, ऐतिहासिक पार्टी पौवाहरूलाई के अरे प्रदेशकै लेभलमा राखेर उहाँले ठुलो लगानी गर्नुभएको छ। तर स्थानीय वार्डमा पनि हामीले गर्नुपर्छ, हाम्रो जिम्मेवारी हो। दाजुहरूले भन्नुहुन्छ, वार्ड अध्यक्षले जिम्मेवारी उहाँले भन्न सक्नुहुन्छ, तर कम्तीमा पनि उहाँले पनि समन्वय सम्पर्क त गर्नुपर्छ भन्ने कुरा पनि म राख्न चाहन्छु। अघि वार्ड अध्यक्षज्यूलाई 80-81 को बजेटमा म लुम्बिनी प्रदेशमै हुँदाखेरि यो पछाडि माटो पाटन गर्नुभएको रहेछ, उहाँले मानिने सहयोग गरिदिनु पर्यो भनेर भन्दै गर्दा मन्त्रीज्यूलाई, पर्यटन मन्त्रीलाई ल सहयोग गरिदिनु छ। यो हाम्रो मेरो नगरपालिका अन्तर्गतको वार्ड अध्यक्ष हुनुहुन्छ भनेपछि 10 लाख रुपियाँ सहयोग गरेर माटो पटान गरेछु भन्नुहुन्थ्यो। त्यस्ता गरेका काम पनि के अरे वार्ड अध्यक्षज्यूहरूले भन्नुपर्छ जस्तो लाग्छ कि मलाई। किनभने सबै मान्ने एउटै हुँदैनन्, बजेट थोरै हुन्छ, धेरै प्रकारका आवश्यकताहरू हुन्छन्। लुम्बिनी प्रदेशभित्र हामी चाहिँ निर्वाचित होइनौँ, समानुपातिको 12वटै जिल्लाका साथीहरूले हामीलाई चासो लिइराख्नुहुन्छ, बजेट कहाँ हाल्नुहुन्छ, कसरी गर्नुहुन्छ। फेरि हामी त समुदायगत र प्रतिनिधित्व गर्ने भएको हुनाले पनि महिलाको अधिकार, जातिगत अधिकार, सामाजिक र सकभर लक्षित वर्गहरूलाई चाहिँ कसरी राजनीतिक, सामाजिक र आर्थिक रूपमा अगाडि बढाउने भन्ने हाम्रो विकासको भन्दा हामीले भौतिक रूपमा विकास गर्ने भन्दा पनि हामीले ज्ञानलाई कसरी अगाडि बढ्ने, सिपलाई कसरी अगाडि बढ्ने र मान्छेको जीवनयापनमा चाहिँ कसरी उसको सिप र कलाले उसको जीवनयापन गर्ने कला संस्कृतिहरू सिकाउने हाम्रो विशेष ध्यान हुन्छ। त्यस कारणले पनि भौतिक संरचनामा हाम्रो लगानी अलिक कमै हुन्छ भन्दाखेरि म स्पष्ट भन्न चाहन्छु। किनभने मलाई अप्ठ्यारो छैन, यो प्रदेश मेरै हो, यो जिल्ला मेरै हो, यो क्षेत्र मेरै हो। मैले आफूले लगानी गरेको ठाउँ गरिरहेको काम त मैले सबैलाई स्पष्ट पार्नै पर्छ। त्यस कारणले हाम्रो साथीहरूले चाहिँ भवन बनाउनलाई, बाटो बनाउनलाई हामीसँग पर्याप्त बजेट हुँदैन, हामी समानुपातिकलाई। त्यस कारणले हामीले चाहिँ सेवा गर्ने, हामीले राजनीतिक भनेको सेवा नै हो। जहाँ चाहिँ जुन सोसाइटी, जुन समाज पछाडि पर्केको छ त्यो समाजलाई चाहिँ कसरी यो राज्यसँग जोड्ने र यो हामीसँग अहिले भइरहेको अप टु डेट कला संस्कृतिहरू जोड्ने भन्ने हामीलाई चाहिँ निर्देशन पनि हुन्छ। त्यही अनुसारको हामीले बजेट विवेचन गर्छौँ। तर म यो प्रतिबद्धता यहाँ जाहेर गर्न के चाहन्छु भने यो पशुपति मन्दिर हाम्रो काठमाडौँदेखि, राजधानीदेखि पल्ल यहाँ नेपालगञ्जमा अहिले के अरे यो 20 नम्बर वार्ड राजामा देखिएको हामीले पहिलाबाट पनि सुनिरहेको, तर यो खालको कार्यक्रममा म आउन पाएको थिएन।
प्रतिबद्धता कम्तीमा पनि तपाईँहरू वार्ड अध्यक्ष सहित यहाँका समितिका साथीहरूले अब आउने 82-83 को बजेटमा चाहिँ अब छिटै नै हुन्छ यो तपाईँको हामीले जेठ मसान्तसम्म हामीले त्यो चाहिँ बजेट विरोध गर्नुपर्ने हुन्छ असार 1 गते। तपाईँहरूले प्लिज वार्ड अध्यक्ष पालिका र यो क्षेत्रबाट प्रदेशबाट जित्नुभएको मान्यज्यूलाई पनि सहयोग लिन सक्नुहुन्छ। भएन भने मसँग पनि आएर सहकार्य गर्नुभयो भने पर्यटन मन्त्रालय अन्तर्गतको केही सहयोग गर्न म प्रतिबद्धता हजुरहरूलाई जाहेर गर्न चाहन्छु। यो मैले सेवा गर्ने भनेको होइन, तपाईँहरूकै ट्याक्स हामीले तिरेको राजस्व हामीले नै जनता एउटा मन्त्रालय अन्तर्गत जनतालाई फर्काउने हो, सेवा दिने हो। तपाईँहरूकै के अरे जुन तपाईँहरूले तिर्नुभएको राजस्वलाई नै हामीले जनतालाई फिर्ता गरेर विकासको क्षेत्र अगाडि बढाउने हो भन्ने हो भने कुन क्षेत्र, कुन जिल्ला, कुन वार्ड भन्ने कुरा त हुँदैन, तर समन्वय सम्पर्क चाहिँ हुनुपर्छ भन्ने कुरा राख्दै जहाँ आमा बच्चा नरुँदा त आमाले दुखाउने मौका पाउँदैन कामको सिलसिलाले गर्दा भने विकासको काममा त तपाईँहरूले पनि सजगता अप्नाएर हामीसँग सम्पर्क राख्नु हुनको लागि आग्रह गर्न चाहन्छु। यो विकास तपाईँ हामी सबैको लागि हो, हाम्रो क्षेत्र हो, हाम्रो वार्ड हो, हाम्रो सहर हो। यसले गर्दाखेरि विकासको काममा पनि तहगत विकास हुन्छन्। साना बजेटलाई लुम्बिनी प्रदेशले 5 लाख 10 लाखको रूपमा लुम्बिनी प्रदेशले त्यो सेवा गर्न सक्दैन र ठुला योजनाहरूमा मठ मन्दिर, पर्यटनको क्षेत्रमा, भौतिक संरचनाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा धेरै ठुलो फड्को मारेको छ। यो प्रदेश संघीयता आइसकेपछिको संघीयताको संरचनाले, संघीयताको यो के अरे संविधानले हामी सबैलाई एउटा पहिचान दिएको छ। यो पहिचानको प्रतिनिधित्वले नै हामीले विकास गर्न सक्छौँ आफ्नो ठाउँलाई, आफ्नो क्षेत्रलाई भन्ने कुरा राख्दै हामी यो आज मैले त सोचेँ यो ठाउँमा आज पढन प्रतिष्ठामा नाचगान हुन्छ होला, मलाई नाच्न पनि मन लाग्छ, भजन गाना हुन्छ होला, नाच्न पाइन्छ होला, खुसियाली एकदम आनन्द आउँछ होला भनेको त भाषण गर्न लगाउनु भयो। तथापि आफ्ना कुराहरू राख्दै यो म विकास समितिलाई म धेरै धन्यवाद दिन चाहन्छु र विकास समितिका अध्यक्षज्यू, यहाँका गुरुहरूलाई सबैलाई फेरि सम्पर्क समन्वयमा आइदिएर हाम्रो मैले अघि कुरा गर्दै हाम्रो समूह यो बागेश्वरी समूहको दिदीबहिनीहरूलाई पनि मैले भेटेँ। दिदीहरूले सानो लगानीमा धेरै सेवा गर्न सकिन्छ। राज्यले मात्रै सबै गर्न सक्दैन, हामी आफै एउटा विकासोन्मुख देशको नागरिक हो, राज्यले सबै गर्न सक्दैन। हामीसँग जे छ एक मुठी दिन सक्नेले 2 मुठी दिएर भए पनि सबै ठाउँमा सबैले सहयोग गर्दै अगाडि बढ्यौँ भने देश समाज परिवर्तन हुन टाइम लाग्दैन। राजनीति गर्ने राजनीतिज्ञ व्यक्तिहरू मात्रै खराब हुँदैनन्, तपाईँहरूले नै सजग बनाउने, तपाईँहरूले नै हामीलाई चाहिँ सही निर्देशन दिने सल्लाह दिनुभयो भने यो देश समाज हामी आफै हामीरै समाज हो, हामीले नै परिवर्तन गर्नुपर्छ भन्ने कुराहरू राख्दै आज यस समितिलाई धन्यवाद दिँदै फेरि पनि यस्तै कार्यक्रमहरूमा जोडिने आशा विश्वास राख्दै सबैलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद। जय नेपाल।